नमस्कार सबैजनालाई। म सपन लम्सा सामु एउटा इन्फर्मेसन लिएर आएको छु। अहिले दुबईले नेपालीहरूको लागि भिजिट भिजा र वर्किङ भिजा, जुनलाई भनिन्छ इम्प्लोइमेन्ट भिजा, दुबई बन्द गरेको हामी सबैलाई यथावत थाहा छँदैछ। र यदि कोही कसैले हजुरहरूलाई यो अहिले भिजिट भिजा लाग्दैछ र म लगाइदिन्छु भनेर पैसा मागेको छ या माग्दैछ भने कृपया सचेत रहनुहोला। अहिले युएईले कसैलाई पनि भिजिट भिजा र आउटसाइड इम्प्लोइमेन्ट भिजा दिइरहेको छैन। इनसाइड भने थोरै थोरै भइरहेको होला, तर आउटसाइड चाहिँ 1%लाई पनि दिएको छैन। पुरै रिजेक्सन आइरहेछ। त्यसैले सचेत रहनुहोला। यदि कसैले हजुरहरूलाई म भिजा दिन्छु, म भिजा निकालिदिन सक्छु भन्छ भने कृपया उनीहरूबाट टाढै बस्नुहोला। आफू पनि ठगिनबाट बस्नुहोला र आफ्नो साथीहरूलाई पनि यो न्युज उनीहरूसम्म पुर्याइदिनु होला। उनीहरू पनि नठगिउन् कसैबाट। हस् त, धन्यवाद।